हेलो नमस्ते वेलकम टु आवर न्यू भ्लग नेपाल भाइब्स भ्लगमा यहाँहरूलाई स्वागत छ। हामी आज विष्णु मन्दिरसम्मको सेकेन्ड भ्लग बनाएर यहाँहरूसम्म प्रस्तुत हुन गइरहेको छौँ। हाम्रो यो यात्रा महेन्द्रनगर बजारदेखि केही भित्र भगतपुर एरियाबाट स्टार्ट हुन गइरहेको छ। हामी अहिले महेन्द्रनगरको भगतपुर ब्यारेकको नजिक पुगेका छौँ। यहाँदेखि हाम्रो आजको यात्रा सुरु हुन्छ। हाम्रो लेफ्ट साइडमा हजुरहरूले देख्न सक्नुहुन्छ होल्डिङ सेन्टर। यहाँदेखि हामी अगाडि बढ्यौँ र आजको यात्रा निकै नै रमाइलो हुने छ। यो अगाडि देखिरहेको मन्दिरलाई हामी महाकाली मन्दिर भन्छौँ, जसलाई घटाल मन्दिर पनि भनेर चिनिने गरिन्छ। यो भगतपुर ब्यारेकदेखि अगाडि र महाकाली प्रादेशिक अस्पतालको पछाडिपट्टि रहेको छ। यो यहाँको एकदमै प्रसिद्ध मन्दिर मध्येको एउटा हो। अनि महेन्द्रनगर आउने पर्यटकहरूलाई अर्को कुरा के जानकारी गराउँछु भनेपछि तपाईहरुलाई यो काठमाडौँमा जुन महँगो ट्याक्सी भाडा शुल्क तिर्नुपर्छ, यहाँ घुम्नलाई सजिलो छ। हजुरले सानो टेम्पो लिनुहोस्, आफै सिंगल रिजर्भ गर्नुहोस् र सुलभ पैसामा, एकदम सस्तो पैसामा 100-200 रुपियाँमा तपाईले मजाले यहाँको डेस्टिनेसनहरु एक्सप्लोर गर्न सक्नुहुनेछ। अनि त्यो सँगसँगै हजुरले यो स्ट्रिट फुड पनि, यहाँको बेला स्ट्रिट फुड पनि म्यान्डेटरी छ है। यहाँको चाट, चटपटे अनि मोमोजहरु हजुर, चाउमिन हजुर, चाउमिन नखाइसकेर नजानु होला। चाउमिन तपाईँले डिफ्रेन्ट एकदम डिफ्रेन्ट चाउमिन पाउनुहुनेछ। अहिले यो विकास हजुरले देख्न सक्नुहुनेछ। यो बाटोहरू अनि हल्का एक्सपान्ड गरिएको छ। सेफली हिँड्ने एउटा बाटो बनाएको छ, साइडमा साइड वाकहरू, अनि धेरै अर्गनाइज लाग्यो मलाई। अहिले हामी यो अगाडि देखिरहेको छौँ मन्त्र हस्पिटल। यो मन्त्र हस्पिटल देख्न सक्नुहुन्छ हजुरले। आफ्नो विष्णु मन्दिर एरियातिर जान्छौँ। सोराई कटेज।
उहाँ एक समय त यो पनि राम्रो पपुलर भएको थियो यो सोराइ कटेज। हजुर रिसेन्टली चाहिँ अलिक के समस्या छ भने है अनि हामी यहाँदेखि राइट टर्न गर्छौँ। राइट टर्न गरेर विष्णु मन्दिर जानु। खर्क कटेजको म साइनबोर्ड देखाउँछु हजुरलाई, जानु परेमा यही लोकेसनदेखि भित्र रहेको छ। हामी पनि पस्ने प्रयास गर्नेछौँ, समय हामीसँग कति रहन्छ हजुरलाई हामी खर्क कटेजको खानाहरू विशेषताहरू के रहेका छन् त्यहाँ भन्ने कुरा जानकारी गराउनेछौँ। अब हामी यो बाटो सानो बाटो बनेको रहेछ, यो ढलान गरी बनाएको बाटो। लगभग हामी हाम्रो गन्तव्य विष्णु मन्दिर होइन सर, हामी पुग्यौँ। नयाँ वर्षको दिन हामी भगवान् विष्णु मन्दिर दर्शन गर्न आइपुगेका छौँ। देख्नुहुनेछ सन्तोष सरले भर्खरै बाइक पार्क गर्नुभएको छ। यो डेस्टिनेसन एकदम रमणीय ठाउँ अनि पर्यटकहरूले हजुरले धेरै खासै नदेखे तापनि अनि यो ठाउँ चाहिँ एकदम क्वाइट अनि पिसफुल लाग्यो मलाई चाहिँ। म पहिला पनि आएको थिएँ सन्तोष सर यो ठाउँमा। हजुर त्यतिखेर र अहिलेको मैले त्यति धेरै चेन्जेस त पाइनँ, तर बाटोहरू चाहिँ घाटो राम्रो बनेको रहेछ, एक्सेसिबल बनेको रहेछ, जो कहिले पनि आउन जाने सक्ने है त्यो चाहिँ। अनि हजुरले नजिकै देख्न सक्नुहुन्छ यो पहाड क्षेत्र पनि स्टार्ट हुन्छ यहाँबाट, यहीँ एरियाबाट पहाड एरिया स्टार्ट हुन्छ। ए ताल पनि, यो ताल मैले पहिल्यै थियो है, नोटिस नगरेको के हो, तर यो चाहिँ एकदम राम्रो ताल रहेछ यहाँ। हजुर फाउन्टेन जस्तो पनि बनेको रहेछ, एकदम राम्रो रमणीय दृश्य। एकदम आकर्षक देखिएको छ यो एरिया चाहिँ। अन्त सर के छ त हजुरको भनाइबारे? समय मिल्यो भने घुम्न आउनु होला, रमाइलो ठाउँ छ, शान्त सुन्दर होइन। अनि मणिनगर बजार एरियाबाट निकै नजिक छ, त्यस कारण पनि हजुर समय मिलाएर घुम्न आउनु होला। हजुर एउटा सानो मन्दिर त्यहाँ रहेको छ, त्यसलाई म हल्का जुम गरेर देखाउने कोसिस गर्छु। अनि एकदम राम्रो चिटिक्क परेको मन्दिर रहेछ। अनि यहाँ आएर हजुरले मजाले ध्यान गर्न सक्नुहुन्छ, बस्न सक्नुहुनेछ है। यसै सन्तोष सर बस्नुभएको छ यहाँ, राम्रो एकदम राम्रो भ्यू। अनि प्लस त्यहाँ पर्यटकहरू पनि रहेका छन्, एकदम राम्रो रमणीय दृश्य। हजुरलाई म 360 भ्यू देखाउने कोसिस गर्छु यो ठाउँको। ठुल्ठुलो सालको रुखहरू अनि प्लस सानो एउटा कटिया टाइपको बनेको छ, यो ठाउँ रेस्टको लागि होला सायद। एकदम रमणीय दृश्य विष्णु मन्दिर मैदाननगर, आउनुपर्ने ठाउँ।
विष्णु मन्दिरसम्मको आजको यात्रा सिद्धाएर हामी अब त्यहाँदेखि फर्किँदैछौँ। सम्भव भएसम्म हामी विष्णु मन्दिरदेखि नै नजिकको रहेको कटेजतिर प्रवेश गर्दैछौँ। अब हामी खर्क कटेज पुगिसकेका छौँ। लेट्स गो। हेरौँ यहाँभित्रको दृश्यहरू हजुरहरूलाई देखाउँदैछौँ। यो खर्क कटेजको प्रवेशद्वार एकदमै आकर्षक देखिरहेको छ। हेरौँ भित्रको लोकेसनहरू के कस्तो छ। लेट्स गो। यो बजार एरियादेखि धेरै टाढा छैन, विष्णु मन्दिरकै नजिकमा छ। आउनु होला, एकचोटि भिजिट गर्नु होला। एकदमै सुन्दर छ, राम्रो पनि छ, शान्त पूर्ण पिसफुल वातावरण छ हैन। फ्यामिलीसँग साथीहरूसँग ग्यादरिङ भएर आउँदाखेरि एकदमै राम्रो हुन्छ।